सर्वोच्च अदालत, अख्तियार लगायत सार्वजनिक संरचनाहरू, व्यावसायिक संस्थाहरू र निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र विध्वंसको न्यायिक आयोगद्वारा निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गरिनुपर्छ भन्ने माग पनि हामी सबैले राख्दै आएका हौं। तर यहाँ स्पष्ट हुनुपर्ने कुरा के हो भने 23 गतेको घटनामा आदेश पालना गर्ने प्रहरी जवान वा निम्न तहका व्यक्तिहरूमाथि कारवाही गर्ने कार्य नहोस्, अझ मुख्यतः भाद्र 24 गतेको घटनाको निम्ति जेन्जी आन्दोलनका नेताहरूमाथि कारवाही गर्ने गलत कार्य हुन नपाओस्। अघिल्लो दिन भएको किशोर युवाहरूको निर्मम हत्याको आक्रोशमा आन्दोलनकारी एवं जनसुधाबाट केही प्रतिक्रियात्मक गतिविधि भएका रहेछन् भने त्यसलाई स्वाभाविक रूपमा लिनुपर्दछ। जुनसुकै आन्दोलनमा पनि त्यस प्रकारको केही घटना तथा गतिविधिहरू हुन्छन् नै। भाद्र 24 गतेको घटनामा मूलतः जेन्जी आन्दोलनकारीहरू जिम्मेवार छैनन् भन्नेमा हामी विश्वस्त हुन सक्दछौं। छानबिनले त्यसलाई स्पष्ट पार्ने नै छ। भाद्र 24 गतेको घटनामा संलग्न ती तत्त्व वा व्यक्तिहरूलाई कारवाही गरिनुपर्दछ जो पूर्व निर्धारित गलत उद्देश्य बोकेर संगठित योजना अनुसार घुसपैठ गरी त्यस्ता ध्वंसात्मक गतिविधिमा संलग्न छन्। अन्यथा आन्दोलनकारीहरूमाथि नै बदला भावका साथ